गुड मर्निङ एभ्रिवान। नमस्ते शिवहरू सबैजनालाई मेरो युट्युब च्यानलमा जोडिनुभएका सबैजनालाई वेलकम छ है। अनि तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको मेरो मिनी ब्लग चाहिँ धुलीखेल देखाउन गइरहेको छु। म बसेको छतदेखि चाहिँ यो भिडियो बनाइरहेको छु है। म जति पनि छतबाट देखेका दृश्यहरू मात्रै हुने यो चाहिँ यो धुलीखेल एकदमै सम्म परेको ठाउँ छ। ठक्क लाएर अनि भवनहरू पनि यति धेरै बनेका छन्, तर एकदमै सुन्दर सफा अनि हरियाली वन जङ्गल टन्न भएको ठाउँ हो क्या यो ठाउँ चाहिँ। हावापानीको लागि पनि एकदमै उपयुक्त ठाउँ हो यो ठाउँ चाहिँ। न चिसो न गर्मी, एकदमै क्या एकदमै मन परेको ठाउँ, एकदमै राम्रो लाग्यो। यहाँ तल चाहिँ भवन बनिँदैछ क्या, हस्पिटलकै भवनहरू बनिँदैछ। अनि यो जुन रोड देखेको छ नि, त्यो रोड चाहिँ काठमाडौँदेखि तराई जाने बाटो हो। एकदमै राम्रो छ, एकदमै राम्रो बाटो छ यो बाटो चाहिँ। तर रुसी खोला चाहिँ अहिले त्यहाँको बाटो चाहिँ बिग्रेपछि अलिकति गाह्रो त होला, तर यो बाटो एकदमै राम्रो छ है। बिपी राजमार्ग हो यो, एकदमै राम्रो बाटो बनेर आउँदै पनि छ यो। के अरे धुलीखेलमा पनि बनिरहेछ, धुलीखेलदेखि अलिकति यता हो, यता चाहिँ बनेको छैन, पुरानो बाटो हो तर पनि एकदमै राम्रो छ है। म बसेको ठाउँदेखि देखेका दृश्यहरू। थ्याङ्क यू।